सुदन गुरुङलाई चाहिँ इन्डियाको नागरिक, टिबिटेन र अमेरिकन दलाल भन्ने तै झोलीहरूको लागि हो यो भिडियो। ओके, केपी ओलीज्यू, महेश बस्नेतज्यू र सम्पूर्ण देश विदेशमा रहिराख्नु भएको मलाई व्यक्तिगत रूपमा भारतीय भन्ने अनि टिबेटन भन्ने, कहिले अमेरिकन एजेन्ट भन्ने, यो चाहिँ मेरो गाउँ हो, यो मेरो चुम्नुमरी, यो मेरो परिवार, मेरो गाउँले, यो मेरो ठाउँ। अबदेखि मेरो नागरिकतामा प्रश्न गर्नुभन्दा अगाडि 10 चोटि सोच्नु होला, किनभने मेरो गाउँ समाज सबले तपाईहरुलाई गाली गर्छ अब चाहिँ। सुदन गुरुङ चाहिँ हालसालै आफ्नो गाउँतिर फर्किनु भएको थियो र आफ्नो गाउँ चुम्नुम रहेको र त्यहाँको गाउँ परिवार सबै मेरो आफ्नो र म यहीँ जन्मेको भनेर उहाँले प्रष्टसँगले चाहिँ प्रमाणसहित मान्छेहरू भेला पारेर गाउँलेहरूको अगाडि चाहिँ गाउँलेहरूलाई साक्षी राखेर म नेपाली नागरिक हो भनेर उहाँले प्रष्टसँगले सबैलाई बुझ्ने भाषाले उहाँले भिडियो हाल्नु भएको छ। रवि लामिछानेले चाहिँ जसरी भए नभएको आरोप लगाएर चाहिँ फसाउने कोसिस गर्यो, त्यसरी नै सुदन गुरुङलाई पनि फसाउने कोसिस गरिएको थियो केही दिन अगाडि। त्यही कुरालाई लिएर चाहिँ उहाँले आफ्नो गाउँलाई साक्षी राखेर चाहिँ म नेपाली हुँ भनेर उहाँले भिडियो हाल्नु भएको छ। यो भिडियो जसको पनि फरी पेजमा आएको छ, सकेसम्म सबै सचेत नेपाली नागरिकलाई सेयर गरिदिनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी, हर्क साम्बाङ, कुलमान घिसिङ, बालेन, जेन्जी, सुदन गुरुङ, मिराज ढुङ्गाना, तपाईँ हामी सबै मिलेर यो देशलाई अब हामीले अगाडि बढाउनु पर्छ। हामीले देश विकास हामीले नै गर्ने हो। यो झोलीहरूलाई हामीले सकेसम्म एकै ठाउँमा भेला पारेर चाहिँ हामीले यिनीहरूलाई जेल खोज्नुपर्छ। अब बुझ्नुभयो?